नमस्कार साथीहरू, म दिपक प्रसाद। आज म हजुरहरूमा मलाई बातताल सिकाएको एउटा जानकारी साझा गर्न जाँदैछु। के भन्दा तपाईँ लगायत सम्पूर्णलाई आवश्यक पर्ने यो डकुमेन्टहरू, फाइलहरू, के पिडिएफ फाइलहरू त्यो कसरी बनाउने र एडिट कसरी गर्ने, विशेष गरेर घरभन्दा बाहिर हुनेहरूको लागि यो विशेष जरुरत हुन्छ। मलाई पनि ब्याङ्कबाट लोन रिन्यू गर्नुपर्ने हो। अब त्यो ब्याङ्कबाट मलाई पिडिएफ पठाएको थियो। अब त्यसलाई एडिट गर्नको लागि एकछिन त मलाई समस्या जस्तो लागिरहेको थियो। अब कम्प्युटर छैन, ल्यापटप छैन, सिर्फ एउटा मोबाइल चाहिँ के गर्ने। टाइपिङ सेन्टरमा म खोज्न पनि गएँ। टाइपिङ सेन्टरमा गएको, अब त्यो दिन झन् बन्द रहेछ। त्यसपछि मैले फेरि सर्च गरेँ। मलाई ब्याकग्राउन्ड रिमुभ गर्न त आउँथ्यो, तर चाहिँ पिडिएफहरू एडिट गर्ने सम्बन्धी मैले ध्यान दिएको थिएन। अब सामान्य भए पनि हामीले ध्यान दिँदैनौँ कि। अब त्यसैको लागि बाहिर टाइपिङ सेन्टरमा बनाएर कमसेकम पनि नेपाली 5-7 सय खर्च भइहाल्थ्यो। अब त्यसमा अब टाइम पनि जान्थ्यो। अब छुट्टीको दिन त त्यहाँ पनि छुट्टी नै हुने, ड्युटीको दिन गइयो भने उता ड्युटी छुट्ने। त्यसैले मैले यसो सर्च गरेको, मान्छे त्यहाँ केही जानकारीहरू पाएर अनि आफैले पिडिएफ एडिट गरेँ। पिडिएफ फाइलहरू 5-7वटा फाइल थियो मेरो त। पिडिएफहरू फाइलहरू अब त्यसमा स्टकहरू लिस्टहरू यताउता सबै बनाउनु पर्थ्यो। त्यो बनाएर ब्याङ्कमा पठाएँ, मेरो काम चल्यो। अब त्यो हजुरहरूले कसरी गर्न सक्नुहुन्छ त? अब हामीहरूले त सामान्य कामको लागि पनि अरूलाई नै दिने चलन छ, तर चाहिँ सामान्य कुरा हामीले मोबाइलबाट गर्न सक्छौँ। म हजुरलाई स्क्रिन सेयर गरेर एक एक स्टेप सिकाइरहेको छु। कोही बुझ्नु भएन भने फेरि कमेन्टमा अथवा सोध्नु होला, म फेरि अर्को बताइदिनेछु। मेरो फाइल खोल्छु। फाइलमा मैले पहिला नै डाउनलोड गरेको पिडिएफ छ। यो ब्याङ्कबाट पठाएको थियो। अब यसलाई मैले ओपन गरेँ है। मैले यो पिडिएफलाई यसमा मेरो औँठा छाप, कम्पनीको छाप, सिग्नेचर लगायत भरेर नयाँ पिडिएफ बनाएर देखाउँछु हजुरलाई। यसलाई ब्याक गरौँ है। अब हामी जाउँ पहिला। अब हामी यसमा जानुपर्छ। यो मैले यहाँ पहिला नै खोलेर राखेको छु। यसलाई फेरि खोलेर देखाउँछु। यो यसमा जानुहोस्, आई लभ पिडिएफ। आई लभ पिडिएफ सर्च गर्नुभयो भने आई लभ पिडिएफ आउँछ। यसलाई सर्च गर्नुहोस्। हजुरको यो चाहिँ अहिले मेरो डेस्कटप भ्यूमा छ। यसलाई चाहिँ हजुरले चाहनुभयो भने मोबाइल भ्यूमा लैजानु पनि सक्नुहुन्छ। यसलाई चाहिँ डेस्कटप भ्यूबाट चलाउन सजिलो लाग्छ, त्यसैले यसलाई चाहिँ मैले अहिले डेस्कटप भ्यूमा राख्छु। एडिट गरौँ। यहाँ फाइल सिलेक्ट गर्नुहोस्। फाइल सिलेक्ट गरेपछि हजुरको पिडिएफ अपलोड गर्नुहोस्। यो पिडिएफ हामीले अघि डाउनलोड गरेको पिडिएफ यही थियो। यसलाई अलिकति जुम गरौँ है। अब हाम्रो लागि यसमा सिग्नेचर एउटा कम्पनीको छाप हाल्नुपर्ने छ होइन। अब यहाँ कम्पनीको छाप राखौँ। मैले पहिला नै ब्याकग्राउन्ड रिमुभ गरेँ। यो फोटोलाई र यसलाई ब्याकग्राउन्ड रिमुभ गरेर यसलाई मैले बनाएको थिएँ। यसलाई अब एउटा छाप राखियो है। अब फेरि हामीलाई सिग्नेचर चाहिन्छ। सिग्नेचरको लागि पहिला हामीले सिग्नेचरको ब्याकग्राउन्ड रिमुभ गर्नुपर्ने हुन्छ। र मैले त्यो सिकाउँछु। फेरि ब्याकग्राउन्ड रिमुभ गर्नको लागि हजुरको यहाँ जाउँ। यहाँ ब्याकग्राउन्ड रिमुभर मैले पहिला नै गरेको थिएँ, हजुर जानु सक्नुहुन्छ। यहाँ गएर हजुर हटाइदिनुहोस्। अपलोड। अब यो फोटो अपलोड गरौँ। मेरो ब्याकग्राउन्ड रिमुभ भयो। अब यसलाई डाउनलोड गर्नुहोस्। फ्रीवाला डाउनलोड गरेको हुन्छ, कम चल्छ। अब हाम्रो यो रिमुभ भइसकेको छ। यसलाई अब हामीले यसमा जाउँ। चाहियो यो सिग्नेचर राखौँ। सानो अब साइड राखेको थियो। यो ओके।
सिग्नेचर भयो। फेरि थम्स राख्नु पर्यो हाम्रो। मेरो मैले यसको पनि फोटो खिचेर फोटोलाई नै ब्याकग्राउन्ड रिमुभ गरेर यस्तो बनाएको। सबैले यसरी रिमुभ चाहिँ गर्दैन हैन, त्यही हजुरले ब्याकग्राउन्ड रिमुभ धेरै हुन्छ, त्यसबाट सर्च गरेर हेर्नुभयो भने जुनले सपोर्ट गर्छ त्यसैबाट गराउन सक्नुहुन्छ। जस्तो अब थम्स यसरी राखियो, यो भयो। फेरि सिग्नेचर चाहिन्छ यसको लागि पनि हैन। अब फेरि सिग्नेचरलाई क्याच गरौँ। यसलाई ल्याएर टच हुन्छ। ल यो सिग्नेचर पनि भयो। ल अब हाम्रो फाइल लगभग तयार भयो है। अब यसलाई हामीले यहाँदेखि एडिट गरौँ। एडिट पिडिएफ गरिसकेपछि सेभ गर्ने अप्सन आउँछ। अब डाउनलोड गर्नु पनि सक्नुहुन्छ, सेयर गर्नु पनि सक्नुहुन्छ। मैले डाउनलोड गरेँ। यो चाहिँ फाइल सेभ भयो। अब हाम्रो पिडिएफ तयार भएर आयो है। हेर्नुहोस् नयाँ पिडिएफ, हेर्नुहोस् त्यही पिडिएफ हो। ओके, यसरी नै हजुरले कुनै पनि फाइलहरू एडिट गर्न सक्नुहुन्छ। हेर्नुहोस् जानकारी कस्तो लाग्यो? राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद।